नमस्कार तथा स्वागत छ हजुरलाई यस युट्युब च्यानल लोकसभ प्रेपन्पीमा। आजको प्रश्न नम्बर 1 रहेको छ, नेपालमा बुलेट राजा उपनामले कुन शाहवंशीय राजालाई चिनिन्छ? नेपालमा बुलेट राजा उपनामले कुन शाहवंशीय राजालाई चिनिन्छ? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ युवराज त्रैलोक्य, अप्सन बी रहेको छ राजा त्रिभुवन, अप्सन सी रहेको छ राजा महेन्द्र, अप्सन डी रहेको छ राजा वीरेन्द्र। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए युवराज त्रैलोक्य। यसै गरी प्रश्न नम्बर 2 रहेको छ, सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न कति समय लाग्दछ? सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न कति समय लाग्दछ? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ 5 मिनेट 20 सेकेन्ड, अप्सन बी रहेको छ 8 मिनेट 20 सेकेन्ड, अप्सन सी रहेको छ 10 मिनेट 15 सेकेन्ड र अप्सन डी रहेको छ 12 मिनेट 15 सेकेन्ड। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन बी 8 मिनेट 20 सेकेन्ड। यसै गरी प्रश्न नम्बर 3 रहेको छ, नायल नदीको वरदान भनेर कुन देशलाई चिनिन्छ? नायल नदीको वरदान भनेर कुन देशलाई चिनिन्छ? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ इजिप्ट, अप्सन बी रहेको छ सुडान, अप्सन सी रहेको छ केन्या र अप्सन डी रहेको छ इथियोपिया। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन ए इजिप्ट। यसै गरी प्रश्न नम्बर 4 रहेको छ, हालै फिलिपिन्सको मिन्डानाओ टापु नजिक गएको भूकम्पको तीव्रता कति थियो? हालै फिलिपिन्सको मिन्डानाओ टापु नजिक गएको भूकम्पको तीव्रता कति थियो? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ 6.8 म्याग्निट्युड, अप्सन बी रहेको छ 7.2 म्याग्निट्युड र अप्सन डी रहेको छ 7.8 म्याग्निट्युड र अप्सन डी रहेको छ 8.1 म्याग्निट्युड। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन सी 7.8 म्याग्निट्युड। यसै गरी प्रश्न नम्बर 5 रहेको छ, मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन्? मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन्? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ टोनी हेगन, अप्सन बी रहेको छ फादर विलियम वर्क, अप्सन सी रहेको छ ब्रायन हड्सन, अप्सन डी रहेको छ सिल्भा लेवी। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन बी फादर विलियम वर्क। यसै गरी प्रश्न नम्बर 6 रहेको छ, एफएटिएफको पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब राष्ट्र कुन हो? एफएटिएफको पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब राष्ट्र कुन हो? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ कतार, अप्सन बी रहेको छ संयुक्त अरब इमिरेट्स, अप्सन सी रहेको छ साउदी अरब, अप्सन डी रहेको छ कुवेत। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन सी साउदी अरब। यसै गरी प्रश्न नम्बर 7 रहेको छ, विश्वमा सहकारी आन्दोलनको विकास कुन देशबाट भएको मानिन्छ? विश्वमा सहकारी आन्दोलनको विकास कुन देशबाट भएको मानिन्छ? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ जर्मनी, अप्सन बी रहेको छ फ्रान्स, अप्सन सी रहेको छ अमेरिका र अप्सन डी रहेको छ बेलायत। यसै गरी यस प्रश्नको सही विकल्प रहेको छ बेलायत। यसै गरी प्रश्न नम्बर 8 रहेको छ, देखाएका मध्ये कुन देश कर्कट रेखामा पर्दछ? देखाएका मध्ये कुन देश कर्कट रेखामा पर्दछ? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ युगान्डा, अप्सन बी रहेको छ लिबिया, अप्सन सी रहेको छ मोजाम्बिक र अप्सन डी रहेको छ फ्रान्स। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन बी लिबिया। यसै गरी प्रश्न नम्बर 9 रहेको छ, स्वर्णशिला विहार कहाँ पर्दछ? स्वर्णशिला विहार कहाँ पर्दछ? र यस प्रश्नको विकल्पहरू रहेको छन्। अप्सन ए रहेको छ भारत, अप्सन बी रहेको छ थाइल्यान्ड, अप्सन सी रहेको छ पाकिस्तान र अप्सन डी रहेको छ श्रीलङ्का। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन बी थाइल्यान्ड। यसै गरी प्रश्न नम्बर 10 रहेको छ, डाइनामाइटको आविष्कारक को हुन्? डाइनामाइटको आविष्कारक को हुन्? र यस प्रश्नको विकल्पहरू रहेको छन्। रुडोल्फ डिजेल, अप्सन बी रहेको छ चार्ल्स स्टोन, अप्सन सी रहेको छ जेम्स वाट र अप्सन डी रहेको छ अल्फ्रेड बर्नहार्ड नोबेल। र यस प्रश्नको सही विकल्प रहेको छ अप्सन डी अल्फ्रेड बर्नहार्ड नोबेल। Thank you for watching and do like, share and subscribe to our YouTube channel for more info.
Thank you.